भोइसमा चाहिँ अब यो चाहिँ एउटा यस्तो रियालिटी एउटा प्लेटफर्म हो, यस्तो प्लेटफर्म हो जहाँ चाहिँ लुकेको प्रतिभाहरू प्रस्फुटन हुन्छ, दर्शकहरूमा चिनिन मौका पाइन्छ। थुङ्गा बहेर गयो गङ्गाको पानीमा, कहिले भेट होला है राजे यो जिन्दगानीमा। झरीको पछि झुल्केको घाममा निर्सार्यो पहाडको, झरीको पछि झुल्केको घाममा निर्सार्यो पहाडको, भर्खरै प्रीति बसेको बेला पिर पर्यो बिछोडको, फुलको थुङ्गा बहेर गयो गङ्गाको